भगवत गीता अध्याय 2 श्लोक 23। यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ, न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न हावाद्वारा नै सुकाउन सकिन्छ। तात्पर्य: तरबार, आग्नेयास्त्र, पर्जन्यास्त्र, व्यायव्यास्त्र आदि सबै किसिमका हात हतियारहरूको प्रयोगले पनि आत्मालाई मार्न सकिँदैन। लाग्दछ त्यस समयमा आधुनिक आग्नेयास्त्रका अतिरिक्त माटो, पानी, हावा, आकाशबाट पनि विभिन्न किसिमका हतियारहरू बन्दथे। आधुनिक युगको नाभिकीय हतियारहरूलाई पनि आग्नेयास्त्रको श्रेणीमा राखिएको छ। यसबाहेक प्राचीन कालमा पार्थिव तत्त्वबाट बनेका अरू विभिन्न हतियारहरू पनि थिए। आग्नेयास्त्रलाई पर्जन्यास्त्रले निष्क्रिय पारिन्थ्यो। यो पर्जन्यास्त्रको ज्ञान आधुनिक विज्ञानलाई छैन। अहिलेका वैज्ञानिकहरूलाई व्यायव्यास्त्रको ज्ञान पनि छैन। जे होस्, आत्मालाई काटेर टुक्र्याउन सकिँदैन र वैज्ञानिक उपायद्वारा तयार गरिएका जतिसुकै हतियार प्रहार गरेर पनि यसलाई संहार गर्न सकिँदैन। व्यष्टि जीव कसरी आफ्नै अज्ञानका कारणले उत्पन्न भयो र त्यसपछि मायाको शक्तिद्वारा ढाकिन पुग्यो भन्ने कुराको व्याख्या मायावादीहरूले गर्न सक्दैनन्। आदि परमात्माबाट व्यष्टि जीवात्मालाई छुट्याउन पनि सम्भव छैन। यी व्यष्टि आत्माहरू शाश्वत रूपले भिन्न रहेका परमात्माकै अंश हुन्। तिनीहरू शाश्वत वा सनातन रूपमा रहेका भिन्न भिन्न अणु आत्मा भएका हुनाले मायाद्वारा ढाकिने उनीहरूको स्वाभाविक प्रवृत्ति हुन्छ। तिनीहरू शाश्वत वा सनातन रूपमा रहेका भिन्न भिन्न अणु आत्मा भएका हुनाले मायाद्वारा ढाकिने उनीहरूको स्वाभाविक प्रवृत्ति हुन्छ। यसरी उनीहरू भगवानको सङ्गतबाट अलग हुन पुग्दछन्। आगो र आगोको झिल्कामा समान गुण भए पनि आगोबाट अलग हुने बित्तिकै आगोको झिल्को निभिहाल्छ। वराह पुराणमा जीवात्मालाई परमात्माका भिन्न अंशहरू हुन् भनिएको छ। भगवत गीताका अनुसार पनि उनीहरू शाश्वत रूपमा त्यस्तै छन्। अतः मोह वा मायाबाट मुक्त हुँदा पनि जीवात्माको स्वतन्त्र अस्तित्व रहिरहन्छ। भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेशबाट पनि यो कुरा स्पष्ट हुन्छ। श्रीकृष्णको उपदेशले गर्दा अर्जुन मायाबाट मुक्त भए, तर कहिल्यै पनि श्रीकृष्णमा नै एकाकार भएनन्। भगवत गीता अध्याय 2 श्लोक 24। यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने, नडर्ने, नभिज्ने र नसुक्ने हुन्छ। यो आत्मा सधैँ रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशील छ, अचल छ र सधैँ एकै नासको छ। तात्पर्य: अणु आत्माका यी सारा गुणहरूले निश्चित रूपमा के सिद्ध गर्दछन् भने यो आत्मा पूर्ण आत्मा वा परमात्माकै एउटा अणु अंश हो र यो परिवर्तित नभई सधैँ एकै नास रहिरहन्छ। यस प्रसङ्गमा अद्वैतवादी सिद्धान्त लागू गर्न साह्रै गाह्रो छ, किनभने व्यष्टि आत्मा कहिल्यै पनि परमात्मासँग एकाकार हुन सक्दैन। भौतिक दोषहरूबाट मुक्त भएपछि सामान्य अणु आत्मा भगवानको दिव्य तेजका किरणमा एउटा आध्यात्मिक झिल्को बनेर रहन्छ, तर बुद्धिमान जीवात्मा भगवानको सङ्गत प्राप्त गर्नका लागि वैकुण्ठ धाममा प्रवेश गर्दछ। यहाँ प्रयोग भएको स्वर्गत अर्थात् सर्वव्यापक भन्ने शब्द महत्त्वपूर्ण छ, किनभने जीवात्माहरू भगवानका सृष्टिमा सर्वत्र विद्यमान छन्। जीवात्माहरू स्थलमा पनि छन्, जलमा पनि छन्, हावामा पनि छन्, पृथ्वीभित्र पनि छन् र आगोमा पनि छन्। आगोमा जीवात्मा रहँदैन भन्ने कुरा स्वीकार्य छैन, किनभने यहाँ जीवात्मालाई आगोले पनि डढाउन सक्दैन भनिएको छ। अतः सूर्य ग्रहमा पनि उपयुक्त शरीरमा जीवात्माहरू छन् भन्ने कुरामा शङ्का छैन। सूर्य ग्रहमा जीवात्माहरूको अस्तित्व नहुने भए
यो स्वर्ग त अर्थात् आत्मा सर्वव्यापक छ भन्ने कुरा निरर्थक हुन जान्छ।